हेलो साथीहरू, स्वागत छ मेरो मिनी ब्लगमा। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै आराममा छु। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ? म चाहिँ मोर फाल्दैछु साथीहरू, के गर्नु, काम त गर्नै पर्यो। अनि अरू भन्नु साथीहरू, कस्तो लाग्छ मेरो भिडियो कमेन्टमा भन्नु होला साथी। राम्रो लाग्छ कि कस्तो लाग्छ साथीहरू कमेन्ट गर्नु होला। भिडियो अलि लामो छ है साथीहरू, मोल फाल्दैछु, कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। मलाई अलि आउँदैन साथीहरू भिडियो बनाउन। मैले मोल देखाउँदैछु साथीहरू, छोरीले लौ भनेको छोरीले साथीहरू। पछाडि बाख्रा पनि देखिरहेको छ साथीहरू। अनि के गर्नु, मोल फाल्नुपर्छ साथीहरू। के गर्नु गाह्रो छ साथीहरू। मोल फालिसक्यो फाइनली साथीहरू। अब फेरि सेउला बिछाइदिनु पर्छ साथीहरू गाईहरूलाई। उता पछाडि चाहिँ मेरो छोरी हिलोमा खेल्न मजा आइरहेछ। हिलोमा खेलिरहेको छिन्, उनलाई छुने भने फेरि रुन्छन्, पागल। पछिबाट हेरिरहेका छिन् मेरो छोरीले, कुर्ती लगाइदिएको छ, हिलो बनाएको छिन् साथीहरू। म जता गयो त्यतै पछि हिँड्छन्। तपाईँहरूको छोरी कतिको चकचके छ साथीहरू? मेरो छोरी चकचके छ लास्टै। अनि बाख्रा पनि बिहाको रहेछ साथीहरू, सानो नानी छ। अनि भित्र मैले दाना पकाइदिएको थिएँ, अब दिन्छु दाना। त्यही छ कि खायो बाख्रा पनि। मेरो छोरीले खानै दिनु के साथीहरू, त्यो चाहिँ खानु लागेको थियो, खानै दिएन, आफै चलाउँछिन्। मैले गालामा पिटेको घाँस चाहिँ टाटा रे साथीले। हेलो साथीहरू, बाई। अर्को मिनी ब्लगमा जोडिउँला, बाई।